जोजलपा नेपाल भाषा लर्निङ आजको टपिक हेल्थ प्रोफेसनमा हुनुहुने साथीहरूको लागि एकदम काम लाग्ने छ। भिडियो हेर्ने बित्तिकै हजुरहरूले अब म नेपाल भाषामा कुरा गरेर उपचार गर्न सक्छु भन्ने कन्फिडेन्स चाहिँ बिल्ड नगर्नु होला, किन भन्दाखेरि नेपाल भाषामा अब धेरै कुराहरू हुन्छ। एउटा भिडियो हेर्ने बित्तिकै हजुरले अब उपचारै गर्न चाहिँ नि अलिकति गाह्रो हुन्छ, किनभने उपचार भन्ने कुरा सानो कुराले पनि तलमाथि भयो भने धेरै फरक हुन्छ, अरू काम गर्दाखेरि चाहिँ फरक पर्दैन। किन भन्दाखेरि नेपाल भाषामा अब क्वा भनेको तातोलाई क्वा भन्छ, त्यस्तै गरी प्वा प्वा भनेको पेट। अब कसैले क्वा भन्ला र प्वा सुन्ला र कसैले प्वा भन्दाखेरि प्वा सुन्ला र त्यही अनुसार उपचार गर्दाखेरि अलि तलमाथि हुनसक्छ कि जस्तै कि अब ज्वरो आएको मान्छेलाई क्वा भन्ला ज्वरो आएको मान्छेले र प्वा सुनेर ग्यास्ट्रिकको औषधि दिन पुग्ला। तर हजुरहरूलाई यो भिडियोले चाहिँ हेल्प चाहिँ हुन्छ अवश्य नै। र नेपाल भाषा पनि हजुरको काठमाडौँको अनि पोखराको अनि त्यसपछि यो भक्तपुरको अलिअलि फरक हुन्छ। जस्तै कि काठमाडौँमा 10 रुपियाँलाई छिर्का भन्छ र बाहिरतिर एउटा ठाउँमा पोखरा बन्दीपुर अथवा कहीँ यता नजिकै ठ्याक्क ठाउँको नाम चाहिँ बिर्सेँ, त्यहाँ चाहिँ हिर्का भन्दो रहेछ। र काठमाडौँको साथी र पोखराको त्यही पोखरा आसपासको पोखरा एरियाको यो साथी कुरा गरिराख्दाखेरि हाम्रो घरतिर त 10 रुपियाँलाई हिर्का भन्छ भनेर कुरा गर्दै थियो र काठमाडौँको साथीले हिर्का भनेर भन्दाखेरि त पसलमा बसिराख्दाखेरि हिर्काएर जाला नि भनेर जोक गरेको थियो। त सुरु गरौँ आजको हाम्रो च्याप्टरको नम्बर 1। तपाईँ अथवा तिमीलाई के भयो? छित छु जुल 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 छन्त छु जुल। तपाईँ अर्थात् तपाईँ हजुर भन्नु पर्यो भने छित, तिमी भन्नु पर्यो भने छन्त, के भयो भन्नु पर्यो भने छु जुल। कहाँ दुख्यो? गन स्याउ गन स्याउ। गन अर्थात् कहाँ, दुख्यो अर्थात् स्याउ। अब क्वेसन एन्सर एउटा भन्छौँ। कसैले अब सोध्ला पेट दुख्छ भनेर सोध्यो भने वा स्याला वा स्याला। पेट अर्थात् वा, दुख्छ अर्थात् स्याला। रिप्लाईमा कसैले अब दुख्छ भन्नु पर्यो भने स्या स्या, दुख्दैन भन्नु पर्यो भने म स्या मस्या मस्या। त्यस्तै गरी अब पेट फुल्यो भन्नु पर्यो भने वा तगो जुल वा तगो जुल। र कसैले पेटलाई पङ्ग पनि भन्छ, पङ्ग तगो जुल। वा अथवा पङ्ग यो पेट भयो, फुल्यो भन्नलाई चाहिँ तगो जुल, फुल्यो अथवा ठुलो भयो भन्नको लागि तगो जुल भन्छ। त्यस्तै गरी अर्को जिब्रो निकाल अथवा निकाल्नुस्। मे लिका लिका मे लिका अथवा मे लिकया दिस मे लिकया दिस। मे अर्थात् जिब्रो। यसमै अब जिब्रो निकाल त भन्नु पर्यो भने मे लिका सा, सा एउटा थप्न सकिन्छ, मे लिका सा। टाउको दुख्छ? छ अथवा कपा स्याला, छ स्याला कपा स्याला। त्यस्तै गरी अरू पार्ट्स, बडीको अरू पार्ट्स दुख्छ भनेदेखि चाहिँ अब यस्तो भन्न सकिन्छ, पुरै जिउ नै दुख्छ भनेदेखि चाहिँ म स्या म स्या। खुट्टा दुख्छ भने टुथी स्या। अब घुँडा दुख्छ भने पुली स्या। हात दुख्छ भने ला स्या। त्यस्तै गरी अर्को वाक वाक आउँछ भनेर सोध्नु पर्यो भने यसरी सोध्न सकिन्छ, लोए लोए व ठे जुला लोए व ठे जुला। त्यस्तै गरी निन्द्रा लाग्छ? न्य वला न्य वला।
निन्द्रा अर्थात् न्यो लाग्छ भन्नलाई वला। ज्वरो आएको छ ज्वरो वला ज्वरो वला। त्यस्तै गरी ज्वरोको सट्टा अर्को सोध्नु पर्यो भने अब खोकी आएको छ भनेर सोध्नु पर्यो भने मुसु वला। पसिना आएको छ भनेर सोध्नु पर्यो भने चती वला। पिसाबलाई सो वला। दिशालाई खी वला। खाना खान मन लाग्छ जा ने मासे मासे वला। जाने मासे वला। जा अर्थात् खाना खान मन लाग्छ भन्नको लागि चाहिँ ने मासे वला। त्यसै गरी कसैले वा स्याट भन्यो भने यो दाँत दुख्यो भनेको भनेर हामीले बुझ्नुपर्छ। वा स्याट वा चाहिँ नि दाँतलाई पनि भन्छ पानीलाई पनि भन्छ। पानी भन्नाले त्यो आकाशबाट परेको पानी। त्यस्तै गरी अब थानलाई पनि भन्छ। त्यस्तै गरी कसैले जित न्यो जक वै जित न्यो जक वै भनेर भन्यो भनेदेखि मलाई निन्द्रा मात्र लाग्छ भन्न खोजेको हो। मलाई अर्थात् जित निन्द्रा न्यो मात्र लाग्छ जक वै। मलाई रिङ्गटा लाग्छ जित इकुसे चोनी जित इकुसे चोनी। मलाई के भयो जित छु जुल जित छु जुल मलाई औषधि गरिदेऊ अथवा मलाई औषधि गरिदिनुस्। जित वास याना बिउ जित वास याना बिया दिस। मलाई अर्थात् जित औषधि अर्थात् वास गरिदेऊ याना बिउ गरिदिनुस् याना बिया दिस। मर्ने गरी दुख्यो सिक्क स्याट अथवा सिक्के स्याट। आजको लागि यति नै। मन परेदेखि लाइक शेयर सब्सक्राइब पनि गरिदिनु होला र हजुरले फेसबुकतिर पनि शेयर गरिदिन सक्नुहुन्छ ताकि हजुर जस्तै इन्ट्रेस्टेड मान्छेहरूले नेपाल भाषा सिक्ने अवसर पाउनेछन् र नेपाल भाषा पछिसम्म बाँचिराख्नेछ। थ्याङ्क यू। शुभ